मेरो आँखाको गाजर चाहिँ कस्तो कालो भएको लटपट भएको छ म फटाफट गरेँ सो म अब फटाफट स्टार्ट गरिहाल्छु मैले भन्न खोजेको के हो भनेपछि मैले चाहिँ होइन म चाहिँ यस्तो तामा खान मन लागिरहेको थियो नि त यस्तो खालको तामा चाहिँ मैले खाएको छैन आफूले बनाएर तर खाना चाहिँ एकदम मन थियो मलाई अनि यो चाहिँ बोइल गरेर राखेको हो मैले अघि नै बोइल गरेर तामालाई ल कस्तो दामी स्मेल छ होइन अनि आज मैले तामा बनाउँदैछु तामाको लागि चाहिँ मैले प्याज भयो यो सानो प्याज काटेको छु है अनि त्यसपछि यो अदुवा लसुन खुर्सानी टिमुर के हो सबै यही नै छ यता चाहिँ इन्डक्सनमा चाहिँ मैले कराई बसालिसकेको छु ग्यास त पाइएकै छैन 2 हप्तामा लागिसक्यो चलिरहेछ त्यसपछि यसमा चाहिँ म तेल बसाल्छु जिराको तड्का लगाउँछु अनि त्यसपछि प्याज यताउति सबै राख्छु अनि अलिक फ्राई गर्छु अनि कस्तो हुन्छ मिठो भयो भने चाहिँ मिठो भएको ठाउँमा खान्छु ल तपाईँहरूलाई है